यही फागुन 21 गते हुने प्रतिनिधि सभाको चुनावमा जाजरकोट जिल्लादेखि उम्मेदवार दिनुभएका विभिन्न राजनीतिक दलका नेताजीहरू म यहाँहरूले केही दुई चार कुराहरू सम्झाउँदैछु। तपाईँहरूले प्रत्येक पालिका टोल टोल बस्ती बस्तीमा गएर भोट माग्ने कार्यक्रम त सञ्चालन गरिसक्नु भएको छ हैन? त्यस्तो आश्वासन दिने, भाषण गर्ने अनि त्यहाँका जनताहरूलाई यस्तो गर्छु उस्तो गर्छु र हाम्रा एजेन्डाहरू यो छन् त्यो छन् भन्ने कार्यक्रम त सञ्चालन भइसकेको छ। नारा जुलुस लगाउने, भाषणबाजी गर्ने कार्यक्रम त सञ्चालन भइसकेको नै छ, हामीले देखिसकेका छौँ। तर नेताजीहरू कहिले तपाईँहरूले यो काम चाहिँ भुल्नुभयो कि जाजरकोटको बारीकोट गाउँपालिकाको सवालमा नलगाड नगरपालिका र बारीकोट गाउँपालिकाको सिमाना जोड्ने खारा खोलाको पुल झन्डै 8-10 वर्ष अगाडिदेखि नै अल्पत्र अवस्थामा छ। अहिले यातायात सेवाको लागि एकदमै पीडादायी अवस्था यो बारीकोटले भोगिरहेको छ, महँगी भोगिरहेको छ। त्यस्तै बिरामीहरू आवतजावत गर्न एकदमै कठिन अवस्था हुन्छ। बर्खाको 5-6 महिना सिजनमै पुरै बन्द हुन्छ। त्यो बारीकोट आउने त्यो खारा खोलाको पुल निर्माण गर्छु, हामीले त्यसको लागि पहल कदमी गर्छु भन्ने तपाईँको एजेन्डामा त कहिल्यै समावेश गर्न त भुल्नु भएन। त्यति मात्र होइन, सेप खोला, काउली, दोमिल्न, कार्कीजिउला इत्यादि पुल पुल्यासहरू निर्माण गर्नुपर्ने छन्, त्यो पनि छिट्टै निर्माण गरिदिन्छु भन्ने एजेन्डा त तपाईँको कतै बोल्नु भएन। त्यसै गरी बारीकोटको 7 नम्बर वडा, 6 नम्बर वडामा अहिलेसम्म फोनको सिग्नल समेत दिँदैन। त्यहाँ फोनको टावर खोज्दै हिँड्नुपर्ने बाध्यता अहिले पनि छ। कतै त्यो फोन निर्माणको लागि हामी पहल कदमी गर्छु, छिट्टै फोनले काम गर्छ हैन, 4G 5G चल्छ भन्ने आश्वासन त कतै तपाईँले बोल्नु भएन। त्यसै गरी म यहाँहरूलाई सम्झाउन चाहन्छु, बारीकोटको 6 नम्बर वडाको धुमा गाउँ जानको लागि अहिलेसम्म सडक विस्तार हुन सकेको छैन। त्यो सडक पनि अहिले नै निर्माण भइ नै हाल्छ र त्यो हाम्रै पहल कदमी हुन्छ भन्ने एजेन्डा त बोल्नु भएन। तपाईँहरूलाई अवगत नै भएको कुरा हो, 2080 कार्तिक 17 गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका गाउँ बस्तीहरू, चर्किएका घरहरूभित्र अझै पनि डर र त्रासभित्र बाँच्ने वातावरण छ। कतिपयले त त्यही अस्थायी टहराको चिस्यानभित्र कठ्याङ्ग्रिएर बाँच्नुपर्ने वातावरण अहिले पनि छ, भोगिरहेका छन् र कहिले पुनर्निर्माण हुन्छ भन्ने आशा छ। र पुनर्निर्माणको लागि पनि यस्तो पक्षपात भएको छ, यस्तो खालको एउटा त्यहाँ गरेको जसको घर छ उसलाई पुनर्निर्माण परेको छ, जसको टहरा समेत पनि राम्रो छैन उसको पुनर्निर्माणमा परेको पनि छैन। यस्ता खालको पक्षपाती एउटा यो सिस्टम एउटा यहाँ लागू गरिएको छ। यसको बारेमा सबै व्यवस्थापन गरिदिन्छु र सबैको लागि हामी तुरुन्तै पहल कदमी गरेर तपाईँहरूलाई सहज आवासको व्यवस्था गरिदिन्छु भन्ने एजेन्डा त तपाईँहरूको चुनावी प्रचार प्रसारमा समेट्न त बिर्सनु भएन कतै। र त्यसै गरी म यहाँहरूलाई अझ सम्झाउन चाहन्छु, बारीकोटको 5 नम्बर वडा सिलिङ्गीमा रहेको यो मिनिग्रेड सोलर सिस्टम त्यो बिग्रेको पनि धेरै भइसक्यो। अहिलेसम्म त्यो बल्न सकेको छैन, के कति कारणले रोकिएको छ, के कति कारणले अवरुद्ध भएको छ। सायद त्यसलाई पनि अब हामीले तुरुन्तै सञ्चालनमा ल्याउँछु भन्ने एजेन्डा त कतै भुल्नु भएन। त्यति मात्र छैनन्, बारीकोटमा विभिन्न सम्भाव्यताहरू पनि छन्। बारीकोटमा विभिन्न खानीहरू छन्, फलाम खानी छन्, तामा खानी छन्, विभिन्न खानीहरू छन्। त्यसको पनि उत्खनन गरेर तपाईँहरूलाई तुरुन्तै रोजगारको वातावरण बनाइदिन्छु भन्ने एजेन्डा त भुल्नु भएन। त्यसै गरी नलगाड हाइड्रो पावर जो धेरै समयदेखि सञ्चालित थियो, अहिले पनि अल्पत्र अवस्थामा छ। त्यहाँका नलगाड हाइड्रो पावरभित्रका त्यहाँका बस्तीहरूले घरको मुआवजा नपाएको धेरै भइसक्यो, 5-6 वर्ष नै भइसक्यो। अहिलेसम्म मुआवजा पाउने प्रणाली पनि के कति कारणले अवरुद्ध भइरहेको छ। त्यो मुआवजा वितरण कार्य पनि अब तपाईँहरूलाई तुरुन्तै हुन्छ भन्ने आश्वासन दिने तपाईँको एजेन्डा त कतै
समावेशी गर्न बोल्नु भएन। म यहाँहरूलाई स्मरण गर्न चाहन्छु, बारीकोटमा कति समस्याहरू छन्, बारीकोटी जनताहरूको कति दुःख छ, दर्द छ, पीडा वेदनाहरू छ। तपाईहरू यो देश उम्मेदवारले, यो देश नेताले बिगारेको होइन, म ठोकेर भन्न सक्छु। यो देश बिगार्नको लागि सबैको भूमिका छ, सबैको लापरवाहीले यो देश बिग्रिएको। तर त्यसको प्रमुख जिम्मेवारी निकाय भनेको राजनीति हो, सत्ता सञ्चालनको जिम्मेवार व्यक्तिहरूको हातमा हो। र तपाईहरू राजनीतिबाट तपाईहरू सत्ता सञ्चालनको जिम्मेवार नागरिक बन्नको लागि उम्मेदवार दिनुभएको छ। म यहाँहरूलाई अग्रिम शुभकामना पनि दिन चाहन्छु, किनभने यो देशलाई निर्माण गर्छु भन्ने एउटा यात्रामा होमिनुभएको छ। तपाईहरूको पहल कदमी सदा निष्पक्ष रहोस्, म यहाँहरूलाई त्यो पनि भन्न चाहन्छु। तपाईहरूले बिगारेको सबै होइन, म तपाईँहरूलाई पनि भन्छु, यो देश नेताले बिगारेको पनि होइन, यो देश नेताले विकास गर्न नसकेको पनि होइन। सबैको यसमा हात छ, सबै सिस्टम, सबै प्रणालीको यसमा भूमिका रहन्छ। त्यसकारण पनि यो देश आज बन्न सकेन। यी समस्याहरू यथावत रही। तर प्रमुख जिम्मेवार एउटा निकाय, प्रमुख जिम्मेवार व्यक्ति भनेको राजनीतिवाला हो र सत्ता सञ्चालनको एउटा जिम्मेवार व्यक्ति हो। त्यसकारण नेताजीहरू यो जाजरकोटबाट उम्मेदवार दिनुभएका एमाले, काङ्ग्रेस, माओवादी, रासोपा इत्यादि विभिन्न दलबाट उठ्नुभएका उम्मेदवारहरूलाई म अग्रिम शुभकामना दिन चाहन्छु। तपाईहरूको जित होस्, तपाईहरूमध्ये एउटाको नै जित हुन्छ, जित होस् र जाजरकोटलाई एकदम निष्पक्ष तरिकाले यहाँका जनताका हितका निम्ति, जनताका समस्याका सवाल निम्ति र यहाँका जनताहरूका समस्या निवारणका निम्ति तपाईहरूको सदा दृष्टिकोण रहोस्, यहाँको कार्य रहोस् भन्दै यहाँहरूलाई शुभकामना भन्दै बिदा हुन चाहन्छु।